हाई गाइस, हजुरहरूलाई आज म हलेसी जाने बाटो देखाउँदैछु। हामी कोटेश्वर हुँदै कोटेश्वरबाट भक्तपुर, सागा, बनेपा, धुलीखेलबाट हामी काठमाडौँबाट आउँदा राइट साइडबाट आउँदाखेरिमा यस्तो हुन्छ। त्यस पछाडि नवबुद्ध हुँदै हामी भकुण्डे बेसी लाग्छौँ। भकुण्डे बेसी आइसके पछाडि थोरै अलि तल अलि डिस्टेन्स हिँडे पछाडि यस वर्षको पानीले डिस्ट्रक्सन गराएको सबै फ्लड गरेको सबै बगरमा कन्भर्ट गरेको सबै देखिन्छ। ऊ त्यो येल्लो कलरको बिल्डिङ त्यो ढलेको टिकटक भोरि भाइरल भएको थियो नि, हो त्यो वाला बिल्डिङ हो क्या। अनि त्यस पछाडि यो सबै हेर्नुहोस् त सबै बगरमा कन्भर्ट भएको। अनि यो जस पूर्व पश्चिम राजमार्ग पनि जोडिँदो रहेछ यो बाटो हुँदै ठ्याक्क घुर्मीबाट राइट साइड लागेपछि माथि त्यो कटारी जानेतिर त्यहाँ। अनि हेर्दा यो बर्गमा अनि त्यहीबाट ठुल्ठुलो गाडीहरू पनि जाँदा रहेछन्। यताबाट सोलु ओखलढुङ्गा हुँदै पूर्व पश्चिम राजमार्ग पनि जोडिँदो रहेछ। हेर्नुहोस् त त्यो बिल्डिङ चाहिँ कस्तो भएको। हेर्नुहोस् बाटो यो लगभग नेपाल थोकसम्म त्यस्तै रहेछ। अनि त्यस पछाडि मुलकोट आउँछ। मुलकोटको फेमस रेस्टुरेन्ट क्वालिटी रेस्टुरेन्ट। यो चाहिँ हलेसीबाट फर्किँदा लिएको भिडियो है मैले यो चाहिँ। अनि हामी ठ्याक्कै ऐना भएको ठाउँमा पुग्छौँ। अब ऐनामा चाहिँ यसको पनि छुट्टै कहानी रहेछ। पहिला के देवीको मन्दिर थियो रे, पछि बाटो बनाउने बेलामा चाहिँ के भयो भन्ने। अनि अहिले चाहिँ अनि एक्सटेन्ड धेरै भएर अनि एक्सटेन्ड नहुनको लागि देवीको स्थापना गरी माता रानीको मन्दिर त्यहाँ राखी बनाई उहाँलाई चढाउनु हुँदा चाहिँ चढाए पछाडि एक्सटेन्ड नहुने भन्ने रहेछ। अनि हामी पुग्छौँ खुर्कोटबाट हिँड्नु। खुर्कोट बजारमा लगभग होटल्सहरू रेस्टुरेन्टहरू रहेछन्। अनि त्यस पछाडि हामी लाग्छौँ अलि पर, धेरै होइन 1 किलोमिटर पनि माथि पर्दैन होला। त्यस पछाडि यो पनि मैले हलेसीबाट फर्किँदा लिएको भिडियो। ठ्याक्क येल्लो कलरको गाडी आएको छ नि, हो त्यताबाट चाहिँ सिन्धुली जान्छौँ। अनि यता चाहिँ काठमाडौँ, अनि यता चाहिँ हलेसी भनेको। काठमाडौँबाट आउँदा चाहिँ हामी लेफ्ट साइड लाग्यो भने ओखलढुङ्गा, खोटाङ, सोलुतिर लाग्दछ। यो भनेको हलेसी खोटाङतिर जाने बाटो। अनि त्यस पछाडि बाटोमा यो यस्ता फुलहरू पनि देखिन्छ भनेर यस्तो भ्यूको लागि मैले यो राखिदिएको। अनि हामी घुर्मी उदयपुर पुग्छौँ। घुर्मी उदयपुर भन्ने रहेछ। घुर्मी उदयपुरबाट काठमाडौँबाट जाँदाखेरिमा राइट साइड लाग्यो भने पूर्व पश्चिम